हेलो गाइज, आज चाहिँ हामी नेपालगञ्ज आएको थियौँ अनि अहिले चाहिँ हामीले अहिले सामान यति ठुली मेजको लुगा खोज्नलाई बर्थडेको लागि अहिले चाहिँ हामी यता चटपटी खानेवाला छौँ। दिस इज माई फर्स्ट मिनी भ्लग, सब्सक्राइब गरिदिनु होला सबैले। हजुरको चटपटे चटपटी चाहिँ धेरै मिठो पनि थिएन, धेरै राम्रो नराम्रो पनि थिएन, एभरेज थियो। अनि चटपटी खाएर हामी लाग्छौँ ममताको कपडा किन्न। ममतालाई चाहिँ यो कुर्ती मन परेछ, यस्तै कुर्ती नै किन्ने भनेर सोचिरहेको थियौँ हामीले चाहिँ। ठ्याक्क अहिले भने जस्तै पाइयो अनि यही ल्याएर आयौँ हामी चाहिँ किनेर। अब कुर्तीको बिल बनाएर अब हाम्रो अरू पनि काम छ, त्यो काम सबै भ्याएर तरकारीहरू लिनु छ, सबै गर्नु छ। अनि सबै काम भ्याएर घर जाँदाखेरि नास्ता खाएर जाऊँ भनेर नास्ता खाएर अब हामी लाग्छौँ एकछिनपछि घर। यो हो हाम्रो मोमोको सुप। मोमो खाएर अब हामी जान्छौँ होला एकछिनमा घर। यहाँको मोमो चाहिँ धेरै नै मिठो छ, धेरै 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 मिठो छ। हामी चाहिँ म चाहिँ सधैँ यहीँ खान्छु। आजको लागि यति नै हो गाइज। मेरो भ्लगहरू राम्रो नै बन्दैन, मलाई बनाउनु नै आउँदैन। थ्याङ्क यू फर वाचिङ, सब्सक्राइब गरिदिनु होला।